दशरथ रङ्गशाला काठमाडौँमा पहिलोचोटि इस्टर महोत्सव हुने भएको छ। उपत्यकाभरिका विभिन्न चर्चहरूको संयुक्त आयोजनामा उपत्यका व्यापी पुनरुत्थान अर्थात् इस्टर महोत्सव 2082 काठमाडौँ स्थित दशरथ रङ्गशालामा भव्य रूपले मनाइने भएको छ। प्रभु यीशु ख्रीष्टको पुनरुत्थानको स्मरणमा हरेक वर्ष चाहिँ यो वर्ष पनि उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका मण्डलीहरू एकताबद्ध भई विशेष कार्यक्रम आयोजना गर्न लागि छ। महोत्सव अन्तर्गत उपत्यकाका विभिन्न स्थानबाट शान्ति पदयात्रा र्याली निकालिनेछ। उक्त र्याली अन्ततः दशरथ रङ्गशालामा पुगेर त्यहाँ समापन हुनेछ। त्यहाँ विभिन्न कार्यक्रम, वचन, त्यसको साथै रक्तदान लगायतका कार्यक्रमहरू गरिने भएको छ। कार्यक्रमको लागि बृहत आर्थिक सङ्कलन भइरहेको आयोजक समितिले बताएका छन्। आयोजक समितिका अनुसार महोत्सवको मुख्य उद्देश्य पुनरुत्थान हुनुभएको प्रभु यीशु ख्रीष्टको विजयको घोषणा गर्नु, साथै चर्चहरूबीच एकता, प्रेम र सहकार्यलाई सुदृढ बनाउन तथा सुसमाचारको सन्देश फैलाउनु रहेको छ। कार्यक्रम सम्पन्न गर्न करिब 26,40,000 बजेट अनुमान गरिएको छ। यसका लागि विभिन्न चर्च तथा विश्वासीबाट आर्थिक सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ। सहयोगकर्ताहरूले तोकिएको संयुक्त बैंक खाता वा सिधै कोषाध्यक्ष मार्फत भेटी प्रदान गर्न सक्ने आयोजकले बताएको छ। यस आउँदै गरेको पुनरुत्थान इस्टर सन्डेको सबैलाई शुभकामना।